यो चाहिँ जाबेल है। सिमेन्टी बनाउँदा वायरिङको काम गर्नेले प्लास्टर गर्नु जान्नुपर्छ। प्लास्टर गर्नु मसला सिमेन्टी बालुवा घोल्नुपर्छ होइन, प्लास्टर खेलाउनुपर्छ। हो यो चाहिँ जाबेल, मसला खेलाउने जाबेल, मसला मुस्ने। यो ब्रस भयो, सफा गर्ने ब्रस भयो। यो पेन्डेन्ट होल्डर, झुन्डाउने होल्डर, B22 होल्डर। यो एलइडी बल्ब भयो, B22 को एलइडी बल्ब भयो। यो दुईवटा पिन भएकोलाई B22 भनिन्छ, B22 भनिन्छ। यो सबै यो के भन्दाखेरि टिभी केबल, टिभीको केबल, यसलाई कक्सियल केबल पनि हुन्छ। यहाँनिर यस्तो हुन्छ टिभी केबल। यो बाहिरपट्टि झिल्ली हुन्छ भने भित्रपट्टि एउटा तामाको छुट्टै हुन्छ, कपरको चाहिँ आउँछ यसमा। यो टिभी केबल भयो भने यो चाहिँ क्याट 6 केबल भन्छ। यो RJ45 ज्याक लाग्छ यसमा। यो एउटा क्ल्याम्पर मेसिन हुन्छ, त्यसले ज्याक चाहिँ लगाउनुपर्छ, जान्नुपर्छ फिट गर्न। RJ45 ज्याक हो यो भने। यो चाहिँ क्याट 6 केबल इन्टरनेटको केबल हो। यो 8वटा हुन्छ भित्र, मसिना 8वटा हुन्छ, 4 पेयरमा आउँछ। यो चाहिँ हेर्नुहोस्, यो चाहिँ 222 को टेलिफोन तार हो। यहाँ 222 भने दुईवटा छ, 22 गेजको दुईवटा मात्रै हुन्छ, जोडिएको हुन्छ। 222 को टेलिफोन वायर। यो 220 को टेलिफोन वायर, 20 गेजको हुन्छ, अलि मोटो हुन्छ। 20 गेजको टेलिफोन वायर। यो चाहिँ यो पनि टेलिफोन वायर हो। 2 पेयरमा आउँछ, 4वटा हुन्छ। यो 2 पेयर भन्छ, 2 पेयर टेलिफोन वायर। के भयो? अनि यो अघि भने जस्तै 220 को टेलिफोन वायर हो। यो 220 को टेलिफोन वायर। यो पनि यो चाहिँ इन्टरनेटको 4 पेयर भने 2 4 6 8 8वटा छ, दुईवटा 1 2 3 4 4 पेयर। 4 पेयरमा यो इन्टरनेटको केबल, क्याट 6 केबल। यो वायरिङ काम गर्दाखेरि, वायरिङ ट्रेनिङ चलाउँदा यो पनि चाहिन्छ। यो न्युज प्रिन्ट पेपर पनि भन्छ यसलाई। यो चाहिँ ड्रइङ पेपर भनौँ न, विभिन्न खालको ड्रइङहरू बनाउन। यो के भन्छ यसलाई? पन्चिङ मेसिन, पन्चिङ मेसिन, स्टिच मेसिन, स्टिच पिन। अनि यो ड्रइङ, विभिन्न खालको ड्रइङ बनाउनलाई यो A4 साइजको पेपरहरू, ड्रइङहरू बनाउनलाई A4 साइजको पेपरहरू चाहिन्छ। अनि यो नोट डायरी चाहिन्छ। नोट डायरी हरेकसँग चाहिन्छ। यो सिकाउनेसँग चाहिन्छ, सिक्नेसँग चाहिन्छ। नोट डायरी भयो। अनि त्यसपछि यो केबलको काम आयो, यसको पालो आयो है। यो 3 फेज केबल हो। यो चाहिँ 16 mm को 4 कोर एल्युमिनियम, 16 mm 4 कोर एल्युमिनियम अन आर्मर केबल भनिन्छ यसलाई। अनि यसको माथि यो लगाएको छ नि तारको टुप्पामा, यता लगाएन नि त, यहाँ लगाए नि हो। यो चाहिँ केबल सू भनेर भनिन्छ। केबल सू विभिन्न साइजको आउँछ यो केबल सूहरू। केबल सू च्याप्ने एउटा केबल सू क्ल्याम्पर पनि पाउँछ, होइन भने पिलासहरूले अनि हमरहरूले थिचेर पनि लाउन सकिन्छ। यसलाई टाइट गराउन सकिन्छ टुप्पामा, यो नआउने गरी केबल सू लगाएर अनि सजिलो हुन्छ कस्नलाई, यो वायरहरू कस्नलाई। यो 3 फेज मेन लाइनको लागि हो, यो एल्युमिनियम कन्डक्टर हो। त्यसै गरी यो 2360 को वायर हो। यो 2360 भनेको 23वटा मसिना 23वटा हुन्छ भित्रपट्टि। यो फ्लेक्जिबल तार हो भन्छ यसलाई, फ्लेक्जिबल वायर भन्छ। यो सस्ता खाले कम टिकाउ हुने खालको तार हो। 2360 केबल भनेर भनिन्छ, वायर भनिन्छ। अनि यो 722 को तार, पहिलाको अहिले त आउनु छोड्यो। यो 722 को गेज तार भनिन्छ। 7वटा हुन्छ, 22 गेजको हुन्छ। भित्रपट्टि कपर केबल हो। यो PVC कपर कन्डक्टर भनिन्छ। अनि त्यसै गरी यहाँ केबलका विभिन्न साइजहरू छ। हेर्नुहोस्, यहाँनिर छ यो 322 को हो। यो 22 गेजको 3वटा हुन्छ कपर कन्डक्टर। 322 को PVC कपर कन्डक्टर, PVC वायर। अनि यो 320 को PVC वायर भयो। 320 भने 20 गेजको अलिक दह्रो हुन्छ, 22 गेजको अलिक मसिनो हुन्छ। गेज भनेको जति तल आयो उति मोटो हुन्छ। त्यसपछि अघि मैले यहाँ 722 भनिहालेँ होइन, 722, यो 722, यो 320, यो 322 यिनीहरू भयो। त्यसपछि यो चाहिँ अहिले हाल बजारमा पाउने
पिभिसी मल्टी स्ट्यान्ड केबल भनिन्छ। पिभिसी मल्टी स्ट्यान्ड केबल अन्तर्गत यो चाहिँ 2.5 mm स्क्वायरको पिभिसी केबल हो। यो पिभिसी मल्टी स्ट्यान्ड केबल हो 2.5 mm स्क्वायरको यो मोटो। अनि त्यसपछि यो 1.5 mm स्क्वायरको 1.5 mm स्क्वायरको पिभिसी मल्टी स्ट्यान्ड केबल। त्यसपछि यो हेरी यो चाहिँ 1 mm स्क्वायरको पिभिसी मल्टी स्ट्यान्ड केबल 1 mm स्क्वायर। अनि यिनीहरू सबै के हो 0.75 mm को 0.75 mm को पिभिसी मल्टी स्ट्यान्ड केबल। हाउस वायरिङमा प्रयोग हुने तारहरू धेरै प्रयोगमा आउने तारहरू 0.75 mm 1 mm 1.5 mm 2.5 mm यिनीहरू अहिले धेरै चल्ने। अनि त्यसपछि आएर यो वायरिङ चिल्न यो मार्कर यसै चाहिहाल्छ होइन। यो बोर्ड मार्कर भयो, यो इरेजर भयो, यो मेटा कार्ड भन्छ यसलाई, मेटा कार्ड पेपर भनिन्छ। यो पेन्सिल भयो, पेन्सिल कटर भयो, यो ब्रस भयो, के अरे डस्टर